नमस्कार साथै शुभ अभियान आज मिति 2083 जेठ महिनाको आज 21 गते हो कि भेनाजु कति गते हो 18 गते हो 18 गते दिन हामी फेरि श्रमको लागि आएका छौँ भने गरेको हुँदैन हाम्रो अभियान निरन्तर जारी छ। आज यो ठाडै उकालो छ। आज यसलाई चाहिँ नि हामीले यतापट्टि त त्यहाँ सुने तपाईँलाई देखाइसकेको हिजो हामी तलतिरै फुल रोप्ने ठाउँ बनाइयो भने आज चाहिँ यो एरियालाई सिँढी हाल्ने भनेर आज हामी यहाँ उपस्थित भएका छौँ। यो ठाउँलाई यहाँ सिँढी हाल्न पर्यो। सिँढी हालेर हामी यहाँ सलक्क यो धेरै ठाडो छ। यहाँ चाहिँ नि हिँड्न अलिकति गाह्रै छ। यसलाई हामीले समूह बनाउँछौँ। हेर्नु सक्नुहुन्छ आज यो ठाडो उकालोलाई आज हामीले एकदम सिँढी बनाउँछौँ। ढुङ्गा राखेर ढुङ्गा छ हामीले खोजेका ढुङ्गाहरू यहाँ टन्नै छ। यो ढुङ्गाहरू राखेर हामीले आज सिँढी बनाउँछौँ। भएर म पछि देखाउँछु हजुरहरूलाई कस्तो बन्यो सिँढी भनेर। हामीहरूले सिँढी त बनायौँ र बडा गाह्रो छ यहाँ सिँढी बनाउन। बनायो अलिकति त यहाँनिर अलिकति बाँकी छ। 2 स्टेप बाँकी छ। यता माथि भइसक्यो भने यता तल पनि भइसकेको छ। अब यहाँनिर फिनिसिङ गर्न बाँकी छ। यो एरियालाई हामीले कसरी हुन्छ हिँड्नलाई सजिलो होस् भनेर यसरी बनाएका छौँ। हेर्न सक्नुहुन्छ माथिबाट यहाँ त्यहाँ माथि स्टेपबाट सर र यसरी टाढा झारेको यहाँसम्म यसरी झारियो। यो बिचमा 2 स्टेप जति बनाउनु पर्छ। त्यो कारणले आज धेरै लामो समय पनि भइसक्यो। अब के गर्ने दिनभरि श्रम गरेर बस्नु पनि नसकिने। अब हामीमा मान्छेको श्रमदाताहरूको अलिकति कमी भएको कारणले हामीहरू सोचे जति कामहरू अगाडि बढाउन सकिएको छैन। बिस्तारै गर्दैछौँ। हुन्छ बिस्तारै। अब के गर्ने यस्तै छ। मा जुट्दिनुहोस् भनिन्छ तर जुट्नु हुँदैन। कति आउनुहुन्छ मान्छेहरू तर उहाँहरूको होइन जस्तो गर्नुहुन्छ। त्यही पनि हामी गर्दैछौँ। 2 जना 3 जना 4 जना मिलेर भए पनि गर्दैछौँ जस्तो जसरी गरेर। अब सबैको समय हुँदैन। त्यस्तै छ। समय हुने जति आएर गरेका छौँ। यो बाटो हामीले लगभग अब पुरा गर्न लागिसकेका छौँ। एकदम कस्तो हुँदै जान्छ गर्दै जान्छौँ। अझै पनि साथ र सपोर्टको अपेक्षा राख्छौँ। दिनदिनै भनिरहेका छौँ श्रममा जोडिदिनु होला। हाम्रो ठाउँ हाम्रो गाउँ आफै बनाऊ भन्ने अभियानका साथ हामी निरन्तर गरेकै हुँदैन अभियानलाई अभियानका रूपमा लिएर हामी अगाडि बढेका छौँ। हेर्न सक्नुहुन्छ काम हुँदैछ। माथिसम्म बाटो राम्रो भइसकेको छ। यताबाट लगभग पुरा फिनिसिङ भइसकेको छ हाम्रो बाटो भने। अब यति काम मात्र बाँकी छ। हामीले यति काम भोलि सक्नेछौँ। स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस्। हाम्रो भिडियो श्रम गर्ने इच्छुकहरूसम्म पुऱ्याइदिनु होला भन्दै आजको भिडियो यही नै अन्त्य गर्छु। श्रम गरौँ स्वस्थ रहौँ। गरेकै हुँदैन हाम्रो अभियान निरन्तर जारी छ भने आजलाई यो भिडियो यही नै अन्त्य गर्छौँ। हस्त नमस्कार। जय श्रम।